नेपालदेखि मलेसिया हैन, नेपालदेखि मलेसिया आएर मलेसियामा काम गरेर हैन, त्यही सँगै काम गर्ने कम्पनीमा केटी बनाएर नेपाललाई चटक्कै माया मारेर है एक चोक्टो मासुको लागि खोलाको बाटो हुँदै इन्डोनेसिया पुगेका 3-4 जना भतुवा दाइहरूले भिडियोहरू बनाउनुहुन्छ, तपाईहरुले पनि देख्नुहुन्छ होला। म छक पर्छु के कसम से यार, आम्मामा काम पनि गर्दो रहेछ, दरो खतरा खतरा काम गर्दो रहेछ हैन। त्यस्तै यही खेती काम गर्दो रहेछ कि फेरि त्यो एउटा दाइले त, त्यो बसन्त तामाङ दाइले त हैन पामलको खेती गर्दो रहेछ, पैसा दरो खतरा छापिरहेको रहेछ क्या। अनि अर्को एउटा स्याङ्जाली कान्छो भइको ऊ पहिलेबाट हैन फेसबुकमा पपुलर हो, अहिले त युट्युबमा पनि राज जमाएर बसेको छ केटो। आमामा उसलाई दुःख गर्ने कुरै छैन हैन, उसले भिडियो कन्टेन्ट बनाउँदै हाल्यो भनेपछि टेन्सनै भएन। तर केटाहरूले पैसा खतरा यार यो पाम ओइलदेखि कमाउँदो रहेछ कि। दुःख जहाँ गरे पनि जसरी गरे पनि हैन, सुख चाहिँ हुनुपर्छ सबभन्दा हैन, आफ्नो दिल खुस हुनु पर्यो जहाँ बसे पनि। तर हैन नेपालबाट आएर के हैन मलेसियामा आएर 3 वर्ष काम गर्छु हैन, लागेको ऋण तिर्छु, बाबुआमालाई खुसी बनाउँछु भनेर आएको छोरो 81 बेपत्ता भइदिँदा चाहिँ कस्तो बित्यो होला उहाँहरूको घर परिवारलाई हैन। उहाँहरूले सोच्नु भयो होला कि सोच्नु भएन होला त्यो उहाँहरूको विषय हो। तर त्यो कदापि पनि यार हुनै नसक्ने काम गर्छ कि केटाहरूले, नेपाली केटाहरूले यार। आम्मामा हो त हैन, नेपालबाट भिजा लगाएर हैन कति लाख तिरेर हैन मलेसिया आयो, मलेसिया काम गर्नको लागि एउटा कम्पनीमा काम गर्यो हैन, त्यही सँगै काम गर्ने हैन, केटीसँग माया प्रेम बस्यो हैन, बसिसकेपछि ल हैन बिहे गर्न राजी भयो, छालासाला काटेर हैन एक चोक्टो मासुको लागि बस बाउ आमा आफ्नो जन्मभूमि हैन सब त्यागेर बिर्सेर बस हैन बेपत्ता के। राम 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 यतिसम्म गर्न सक्छ त, सक्दो रहेछ यार। तर नेपाली भनेको नेपाली नै हो। आमामा ढुङ्गाको मन भएको कि है आम्मै। तर आजभोलि हैन भिडियो बनाएर पोस्ट गरे हुन्छ सायद केटाहरूले हैन, केटाहरू दाइहरू हैन, दाइहरूले गरे हुन्छ त्यही पनि के यार। आम्मै कति हो कि यार, यस्तो पनि हुन्छ र। यही खेती गर्दो रहेछ कि फेरि त्यो एउटा बखान्दाले, यही तपाईँहरूले देख्नु भएको छ नि, यही पामलको खेती कि यही खेती गर्दो रहेछ है। अनि एउटा फेरि त्यो अर्को दाइ छ त, के भन्छ त्यो जुस बेच्नेवाला हैन। अनि त्यो अस्ति भर्खर नयाँ भेटाएको छ केटाहरूले फेरि हैन, त्यो मगर के रोल्पाको मगर। आम्मा है गर्छ यार केटाहरूले गर्छ। छोडिदिउँ अर्काको विषयमा हैन, उहाँहरूको खुसीको कुरो हो। तै पनि हैन म आश्चर्य लागेर उहाँको विषयमा यस्तो बोलेको हैन, म अचम्म परेँ नि त हैन, अचम्म पो लाग्छ त यार, कसरी बस्न सक्यो कि यार है। है आमामा 20-22 वर्ष हैन सम्पर्क विहीन के है, घर परिवारले त मर्यो भने अलि 81 अहिले भिडियो आउँदाखेरि उस पछाडिको हैन कसले चिन्छ होला र हैन, बाबुआमै नभएपछि त छोडिदिउँ अर्काको विषयमा कुरा नगरौँ। उनीहरूले हैन राम्रो गरिरहेको छ, राम्रो गर्दै जाउन् है। म तपाईँहरूलाई यही देखाइदिएँ मैले यो पाम ओइल। फेरि यो रोकिएको हो भने थाहा छ तपाईँहरूलाई, यो पनि बबाल फेमस हो क्या। यो छ नि यो फेमस रुख हो क्या यार। आमा फेमस फल्छ कि यार यहाँ मलेसियाको हैन, बेस्ट ड्रेन भन्ने खानालाई दामी क्या। आजभोलि त फल्यो छैन हैन, अब बोस पनि बित्यो, फल्यो भनेपछि कहिले कहिले खान्छौँ हामीले पनि, पहिला पनि खान्थ्यौँ। तर बेस्ट हुन्छ त्यो, तैँले देख्यौ यो खतरा बेस्ट दामी हुन्छ यार, मिठो हुन्छ क्या। उही तर डाइट पनि हुँदो रहेछ क्या, वाल हुँदो रहेछ। देख्न सक्नुहुन्छ तपाईँहरूले सिन चाहिँ बवाल छैन त। अब फेरि त्यहाँबाट गेट नागेर हिँड्नुपर्छ यार, माटुले तालचा लगाइदिएछ, आफूसँग चाबी छैन, नागेर जाने फुत्त नागेर गइन्छ। ल साथीहरू आजको भ्लगलाई यहीँ अन्त्य गरौँ, किनभनेपछि हैन अब राम्रो ठाउँ देखाउँ त तपाईँहरूलाई अब मेरो ठाउँ नै छैन। जङ्गलमा यस्तै लथ्रे फत्रे गरेर हैन हिँड्ने हो ग्वाला गए जस्तो। यस्तै हेर्नुहोस्, तपाईँहरू जहाँ हुनुहुन्छ खुसी रहनु होला। जय नेपाल।